भेन्टिलेटर भने चाहिँ भेन्टिलेटर भनेको चाहिँ के हो भने भेन्टिलेटर भनेको एउटा मेसिन हो। उपचारको मतलब भनेको जीवनलाई लम्बाउने हो भने उपचारलाई कन्टिन्यू दिनु सही हुन आउँछ, तर मृत्यु लम्बाउने उपचार कुनै पनि डाक्टरले गर्छ जस्तो मलाई लाग्दैन। क्रिटिकल केयर भन्ने पेसामा त्यस्तो मान्छे मात्र हुन्छन् जसमा उसको त्यो पेसेन्ट हुन्छ, उसको सेटिस्फ्याक्सन बिरामीले घर पठाउनेमा हुन्छ। अहिले जति पनि हाम्रो नेपालमा भएका आइसियुहरूमा तपाईँले बिरामी भर्ना गर्दाखेरि क्रिटिकल केयर फिजिसियन छ कि छैन भनेर चाहिँ बिरामीको आफन्तले सोच्नु जरुरी हुन आउँछ। एउटा क्रिटिकल केयर फिजिसियनको चाहिँ इन्स्टिङ कस्तो हुन्छ भनेदेखि एउटा बिरामी आयो 12 घन्टामा के हुनसक्छ, 24 घन्टामा बिरामी के हुनसक्छ, अर्को 2 दिनमा के त्यो एक्सपेक्टेसन उल्लेख गरिसकेको हुनुपर्छ। हामी कहाँ त चिकित्सकले सूचना भन्ने कन्जुस्याइ गर्ने, राम्ररी बोल्न शुद्ध कन्जुस्याइ गर्ने। तपाईँलाई त मेडिकलको विशेषज्ञ चिकित्सक मात्रै बनाउनु पर्ने होइन कि तपाईँलाई त त्यो व्यवहार पनि सिकाउनु पर्ने छ कि नेपालको हकमा त। आइसियुमा भर्ना गर्नुहुन्छ भनेदेखि मेरो आइसियुमा भएको बिरामीलाई कुन चाहिँ आइसियुको डाक्टरले चाहिँ हेरेको छ त्यो चाहिँ जान्न जरुरी छैन। जसले हेरे नै हुन्छ। डाक्टर जजमेन्टल हुन पाइँदैन। जब डाक्टर जजमेन्टल हुन्छ उसको डिसिसिभ पावर, डिसिजन लिन सक्ने क्षमतामा एकदमै ह्रास आउँछ। आइसियु भनेको चाहिँ तपाईँको यसको मतलब चाहिँ इन्टेन्सिभ केयर युनिट, जसमा चाहिँ तपाईँको बिरामीलाई इन्टेन्सिभ सपोर्ट चाहेको हुन्छ, कन्टिन्युस सपोर्ट चाहेको, मिनेट सेकेन्डमा सपोर्ट चाहेको हुन्छ। भेन्टिलेटरको काम के हुन्छ भने बिरामीलाई श्वास प्रश्वासमा मद्दत गर्नु। भेन्टिलेटर भनेको कुनै युनिट होइन, उपकरण हो बस। भेन्टिलेटरका विषयमा त सामान्यतया मान्छेहरूमा त्रास बढी छ। भेन्टिलेटर भनेको अन्तिम अवस्थामा राख्ने हो, त्यस पछाडि फर्किने हो कि होइन, कृत्रिम रूपमा राख्ने हो कि। हामीले यदि भेन्टिलेटरमा आवश्यक परेको बेलामा तत्काल नै राख्न सक्यौँ भने मोस्ट अफ द बिरामी मजाले फर्किन्छ। भेन्टिलेटरमा राख्ने भन्यो डाक्टर साहबले, अब यो त अन्तिम अवस्था हो, राख्ने कि नराख्ने भनेर 1-2 दिन जुन डिले गर्छन् नि, त्यो डिलेले चाहिँ फर्किन सक्ने बिरामी नफर्किने हुन्छ। राइट टाइममा राइट बिरामीलाई राइट सिचुएसनमा भेन्टिलेटरमा राख्यो भने मोस्ट अफ द बिरामी चाहिँ ठिक हुन्छ। क्रिटिकल केयर युनिटमा राखेको यति खर्चिलो किन भए? त्यही कोठामै राखेको त हो, एउटा छुट्टै क्याबिन त हो। म तपाईँलाई एउटा कुरा, प्लेनमा इकोनोमिक क्लास र बिजनेस क्लासमा जुन फरक छ नि, किन पैसा फरक भयो होला? त्यही प्लेनहरू त हो नि दुवैजना। जबसम्म नेपालमा गभर्मेन्टले नै स्वास्थ्य क्षेत्रलाई टेक ओभर गर्दैन नि, तबसम्म म लगायत म जस्ता अर्का साधारण मान्छेले त्यो लेभलको ट्रिटमेन्ट पाउन चाहिँ हर वखत सम्भव छ जस्तो लाग्दैन। यहाँ उपचार गर्न धान्न सकिने किसिमको विशिष्टीकृत उपचार हुँदाहुँदै भारत, सिङ्गापुर अथवा अरू तेस्रो देशमा मान्छेहरू गएका हुन् कि हामीप्रति विश्वास कम भएको हो कि हाम्रो आफ्नै सीमा भएर? तपाईँ चिकित्सक भएर स्वीकार्न कठिन होला। हामी कहाँ कयौँ पटक डायग्नोसिस नभएका कुराहरू उहाँ एकखेप जाने बित्तिकै हुन्छ। कुनै एउटा सेन्टरले डायग्नोसिस गर्न नसक्नु भनेको नेपालका डाक्टरले डायग्नोसिस गर्न नसक्नु भनेर चाहिँ उला हुन त मिलेन, लिएर नै छैन। त्यसपछि हामी कुन तहसम्म चाहिँ सक्षम छौँ? नमस्कार, स्वास्थ्यको कुरामा यहाँलाई हार्दिक स्वागत छ। हामीसँग हुनुहुन्छ छाती रोग तथा आइसियु क्रिटिकल केयर विशेषज्ञ डाक्टर विश्व श्रेष्ठ। विशेष गरी हामी आइसियु, सिसियु, भेन्टिलेटर यो अभ्यास त गरेकै विषय हुन्, के हो यसमै केन्द्रित भएर संवाद गर्छौँ। डाक्टर साहब स्वागत छ यहाँलाई। नमस्ते टिकाराम सर। यो 3टा शब्द किन बना? आइसियु, सिसियु, भेन्टिलेटर अथवा यस्तै? अब यो आइसियु, सिसियु, भेन्टिलेटर चाहिँ यस्तो रोगहरूसँग सम्बन्धित छ, बिरामीको यस्तो अवस्थासँग सम्बन्धित हुन्छ जुन बेलामा बिरामीलाई कन्टिन्युस मोनिटरिङ, कन्टिन्युस सपोर्ट, श्वास प्रश्वासको सपोर्ट, ब्लड प्रेसर लगायत हिमोडाइनामिक सपोर्ट र अरू सपोर्ट कन्टिन्युसली गर्नुपर्ने हुन्छ। यसको उत्पत्ति त्यसरी नै भयो। अब यो आइसियु भन्ने चाहिँ कहिले उत्पत्ति भयो भन्दाखेरि 1950s तिर जब तपाईँको पोलियोको महामारी भयो नि, त्यो बेला चाहिँ आइसियुको जरुरतको महसुस गरेर कोपेनहेगनमा पहिलो आइसियु इस्टाब्लिस भयो। त्यसपछि त्यहाँबाट चाहिँ आइसियु बल्ल विस्तार गरेर त्यसपछि आइसियुको 1970s तिर गएर
एउटा सोसाइटी पनि बन्यो। यसको हिस्ट्री त लामो छैन हो, 70 देखि चाहिँ सोसाइटिज बनेर तपाईँको फर्मल प्र्याक्टिस सुरु त भयो। 70s बाट अहिलेसम्म आउँदाखेरि तपाईँको 30 र 25 गरेर 50-55 वर्षमा। तर जुन फड्को यसले 50 वर्षमा मारेको छ 5-6 दशकमा, त्यो चाहिँ एकदम अचम्मै लाग्दो खालको छ। तपाईँको हेर्नुहोस् यो तीनटाको वर्गीकरण किन यो फरक भनेको क्रिटिकल केयर युनिटहरूलाई पनि? आइसियु भनेको चाहिँ तपाईँको यसको मतलब चाहिँ इन्टेन्सिभ केयर युनिट, जसमा चाहिँ तपाईँको बिरामीलाई इन्टेन्सिभ सपोर्ट चाहेको हुन्छ, कन्टिन्युस सपोर्ट चाहेको, मिनेट सेकेन्डमा सपोर्ट चाहेको हुन्छ। त्यस्तो बिरामीहरूलाई एडमिसन गर्ने ठाउँलाई आइसियु भन्छौँ। सिसियु भनेको चाहिँ कोरोनरी केयर युनिट हो। यो चाहिँ कोरोनरी केयर युनिट भनेको चाहिँ मुटुको कारणले गर्दाखेरि बिरामीको अवस्था नाजुक भयो, बिरामीलाई कन्टिन्युस सपोर्ट चाहिने भयो भने चाहिँ हामी कोरोनरी केयर युनिटमा लगाउँछौँ। अब अहिले के भन्छ, कसैले सिसियु भनेर क्रिटिकल केयर युनिट पनि भन्ने गरेका छन्। सिसियु भनेको चाहिँ कोरोनरी केयर युनिट हुन्, आइसियु भनेको इन्टेन्सिभ केयर युनिट हुन्। दुवै ठाउँमा चाहिँ बिरामी नाजुक अवस्थाकै भर्ना हुन्छन्। तर स्पेसली मुटुको केयर चाहिने, कोरोनरी भनेको मुटुको नसा हो, जस्तो नसाको ब्लकस भयो, मुटुको चालमा गडबडी भयो, त्यस्तो बिरामीहरू चाहिँ कोरोनरी केयर युनिटमा भर्ना हुन्छ। अर्को सबै खालको इन्टेन्सिभ केयर चाहिने मुटुको समेत समस्या भएका अर्को बिरामी चाहिँ आइसियुमा पनि राख्न सकिन्छ। भेन्टिलेटर भने चाहिँ भेन्टिलेटर भनेको चाहिँ के हो भने, भेन्टिलेटर भनेको एउटा मेसिन हो। भेन्टिलेटरको काम के हुन्छ भने बिरामीलाई श्वास प्रश्वासमा मद्दत गर्नु। भेन्टिलेटरमा चाहिँ सपोज कुनै बिरामीले सास फेर्न, भेन्टिलेटर भनेको छुट्टै युनिट होइन। भेन्टिलेटर भनेको एउटा मेसिन मात्रै हो। जस्तो तपाईँको आइसियुमा चाहिँ बिरामीको मोनिटर गर्नको लागि कार्डियक मोनिटर हुन्छ, जसमा तपाईँको बिरामीको ब्लड प्रेसर, पल्स, अक्सिजन कन्टिन्युसली, इसिजी कन्टिन्युसली हेरेर हुन्छ। त्यस्तै गरेर भेन्टिलेटर भनेको बिरामीलाई श्वास प्रश्वासमा मद्दत गर्नलाई प्रयोग गरिने एउटा मेसिन मात्रै हो। भेन्टिलेटर भनेको कुनै युनिट होइन, उपकरण हो बस। तर यो मेकानिकल भेन्टिलेटर जुन छ, श्वास प्रश्वास, कृत्रिम श्वास प्रश्वास दिने मसिन र नेचुरल भेन्टिलेसनमा के फरक हुन्छ भनेदेखि, मेकानिकल भेन्टिलेटरले दिने श्वास प्रश्वास, कृत्रिम श्वास प्रश्वास पोजिटिभ प्रेसर भेन्टिलेसन हुन्छ। मेसिनले धकेलेर बिरामीको फोक्सामा सास पुर्याउने काम गर्छ। तर नेचुरल भेन्टिलेसनमा चाहिँ, नेचुरल श्वास प्रश्वासमा चाहिँ नेगेटिभ प्रेसर भेन्टिलेसन हुन्छ। मतलब छातीभित्र नेगेटिभ प्रेसर क्रिएट भएर बाहिरी हावालाई फोक्सभित्र तानिन्छ। तर यो भेन्टिलेटर राम्रोसँग नचलाएको खण्डमा, भेन्टिलेटरलाई राम्रोसँग म्यानेज, भेन्टिलेसन, बिरामीको भेन्टिलेटरद्वारा म्यानेज गर्न नसकेको खण्डमा यो फाइदाको सट्टामा बेफाइदाजनक हुन्छ। भेन्टिलेटरका विषयमा त सामान्यतया मान्छेहरूमा त्रास बढी छ। भेन्टिलेटर भनेको अन्तिम अवस्थामा राख्ने हो, त्यस पछाडि फर्किने हो कि होइन, कृत्रिम रूपमा राख्ने हो कि? प्रश्न सबै जसका बिरामीहरू चाहिँ आइसियुमा गए त भेन्टिलेटरमा गए, हामीसँग पनि बिरामीका मान्छेले त्यही कुरा गर्छन् कि अब त मेरो बिरामी भेन्टिलेटरमा गयो, अब यसबाट चाहिँ गइसकेपछि अब यो फर्किने सम्भावना हुँदैन भन्ने अथवा फर्किँदैन भन्ने बिरामीहरू पनि थुप्रै छन् र उनीहरूको बिरामी फर्केर गएका पनि छन्। भेन्टिलेटर एउटा यस्तो तपाईँको मेसिन हो जसले श्वास प्रश्वासमा साह्रै गाह्रो भएको बेलामा पनि राखिन्छ। र अर्को विभिन्न कुरा पनि, जस्तो अपरेसन गर्न पर्दाखेरि पनि बिरामीलाई जब बेहोस गरिन्छ नि त, बेहोस गर्दाखेरि उसले त सास फेराइ हुँदैन, बेहोस मात्र गरिँदैन, त्यो बेलामा उसको मसललाई पनि रिल्याक्स गराए हुन्छ, त्यो बेलामा पनि युज हुन्छ। तर आइसियुमा प्रयोग हुने भेन्टिलेटर चाहिँ अपरेसन थिएटरमा युज हुने भेन्टिलेटरको उद्देश्य फरक हुन्छ। आइसियुमा चाहिँ कुन बेलामा राखिन्छ भन्दाखेरि चाहिँ बिरामीको ब्लड प्रेसर आएन, बिरामीको श्वास प्रश्वासमा समस्या भयो, अक्सिजन सेचुरेसन पुगिरहेको छैन। भेन्टिलेटरले गर्ने काम के, अक्सिजन पनि दिने, श्वास प्रश्वासमा मद्दत गर्ने। त्यसपछि अर्को सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के, भेन्टिलेटरमा बिरामी गयो भने फर्किन्छ कि फर्किँदैन भन्ने हुन्छ। हामीले यदि भेन्टिलेटरमा आवश्यक परेको बेलामा
तत्काल नै राख्न सक्यौँ भने मोस्ट अफ द बिरामी मजाले फर्किन्छ। हाम्रोमा बिरामी हाम्रो चाहिँ बिरामीका फ्यामिलीमा त्रास के छ भने भेन्टिलेटरमा राख्ने भन्यो डाक्टर साहबले, अब यो त अन्तिम अवस्था हो, राख्ने कि नराख्ने भनेर 1-2 दिन जुन डिले गर्छन् नि, त्यो डिलेले चाहिँ फर्किन सक्ने बिरामी पनि नफर्किने हुन्छ। होइन, भेन्टिलेटरका विषयमा त कस्तो किसिमको एउटा आम धारणा छ भने नि, विशेष गरी निजी चिकित्सालयहरूमा चाहिँ मोटो रकम असुल गर्ने प्रयोजनबाट बिरामी छ कि छैन त्यसका विषयमा पारदर्शी रूपमा सूचना प्रवाह नगर्ने, अनि कैयौं दिन राखिदिएर अनि बिरामीलाई बचाउन सकिएन भन्ने। रकम मोटो नि हुनसक्छ, पातलो पनि हुनसक्छ। डाक्टरले रकमको बारेमा मलाई लाग्छ मेरो ज्ञान भएसम्म चाहिँ जब भेन्टिलेटरमा राख्न पर्ने बिरामी हुन्छ डाक्टरले रकमको बारेमा कहिले पनि सोच्दैनन्। उसको दिमागमा मेरो बिरामीलाई मैले के गर्दाखेरि बचाउन सक्छ भन्ने हो। त्यो त चिकित्सकको कुरा भयो, तर एउटा अस्पतालको लगानीकर्ताहरूले त यस्तो अवस्थामा यतिजना चाहिँ भेन्टिलेटरमा राख्नै पर्छ भनेर त्यस्तो ड्युटी दिया हुन्छ भनेर कुनै पनि डाक्टरले मान्दैन। भेन्टिलेटरमा राख्न पर्ने बिरामी तपाईँ नमान्नु होला नि, कोही पनि मान्दैनन्। मैले अहिलेसम्म मेरो प्र्याक्टिस 25 वर्षको प्र्याक्टिसमा त्यस्तो डाक्टर देखाएको छैन जसले चाहिँ भेन्टिलेटरमा राख्न नपर्ने मान्छेलाई राख्न खोज्यो। प्रशासनको चाहिँ प्रेसरले गर्दाखेरि, अस्पताल प्रशासनको प्रेसरले गर्दाखेरि, कसैको प्रेसरले, उसले गर्दैन। यो क्रिटिकल केयर भन्ने पेसामा त्यस्तो मान्छे मात्र हुन्छन् जसमा उसको त्यो पेसेन्ट हुन्छ, उसको सेटिस्फ्याक्सन बिरामीले घर पठाउनेमा हुन्छ। तपाईँको मैले अहिलेसम्म कोही मान्छे नै भेटेको छैन। अनि एउटा यस्तो तहमा पुगिसक्छ त्यस पछाडि अब बिरामी फर्किँदैन भन्ने भएपछि त्यसको अन्तिम निरूपण त अन्तिम निरूपण होइन। एउटा कुरा त के भने बिरामीले बुझ्दैन, बिरामीले चाहिँ यो कुरा डिसिसन चाहिँ प्रम्प्ट दिन सक्यो भनेदेखि के दिन सक्छ र त्यस्तो अवस्थामा त बिरामीको आफन्तले दिने हो। बिरामीको आफन्तले राम्रो प्रम्प्ट डिसिसन दिन सक्यो भने राख्न पर्ने बेलामा डिले नगरिकन 1-2 दिन नखाइकन यो मान्छेसँग सल्लाह गरेर अर्को मान्छेसँग सल्लाह गरेर अर्को मान्छेसँग सल्लाह गरेर राख्छु भन्ने खालको जुन हाम्रो धारणा छ नि, सल्लाह कोसँग लिन्छन् त? दाजुभाइ दिदीबहिनीसँग लिन्छन्। अब फाइनेन्सियल कुरामा उनीहरूसँग सल्लाह लिएको ठिक छ, तर बिरामीको स्थितिको अवस्थामा चाहिँ अब डाक्टरले बिरामीलाई भेन्टिलेटरमा राख्न पर्ने भयो, राख्यो नराख्यो भनेर 2 दिन डिले गरिदिन्छ, 1 दिन डिले गरिदिन्छ नि, त्यो चाहिँ काउन्टर प्रोडक्टिभ हुन्छ। तपाईँको राइट टाइममा राइट बिरामीलाई राइट सिचुएसनमा भेन्टिलेटरमा राख्यो भने मोस्ट अफ द बिरामी चाहिँ ठिक हुन्छ तपाईँको, यदि हुन सक्ने छ भने। त्यही भएर रिभर्सिबल कुरामा चाहिँ तपाईँले चाहिँ भेन्टिलेटरमा राख्न पर्नेमा डिले गरिदिनु भयो, पछि त्यो स्थिति नै इरिभर्सिबल भइसकेपछि राखेर कहिले पनि बिरामी ठिक हुँदैन। हरेक क्रिटिकल केयर फिजिसियन लगायत अरू सबै डाक्टरको एउटा के हुन्छ भने उपचारको मतलब भनेको जीवनलाई लम्बाउने हो भने उपचारलाई कन्टिन्यू दिनु चाहिँ सही हुन आउँछ। तर मृत्यु लम्बाउने उपचार कुनै पनि डाक्टरले गर्छ जस्तो मलाई लाग्दैन। मैले अहिले देखाएको छैन, हुँदैन भनेर त म कसरी भन्न सक्छु, तर मैले चाहिँ अहिलेसम्म त्यस्तो देखाएको छैन। उपचारको क्रममा यदि बिरामीको अवस्था पहिले भन्दा नाजुक बन्दै गएको बेलामा हामीले बिरामीको फ्यामिलीलाई कहिले कहिले अब यो उपचारलाई कन्टिन्यू नगर्ने हो कि केही गरिकन त्यो बिरामीलाई उपचार गरेर बचाउन सके तापनि फ्रुटफुल लाइफ नहुने हो कि, यस्तो अवस्थाहरूमा हामीले फ्यामिलीको फाइनेन्सियल कन्स्ट्रेन्टलाई पनि हेरेर, बिरामीको अवस्थालाई हेरेर, बिरामीको डिटोरेसनलाई हेरेर कहिले कहिले अब यो उपचार हामी बन्द गरौँ, अब उपचारलाई कन्टिन्यू दिनु भनेको पैसाको मात्रै खर्च हो, बिरामी ठिक बाँचिहाले तापनि नर्मल लाइफ बिताउन नसक्ने, फ्यामिलीलाई बर्डन हुन सक्ने, ऊ आफैलाई पनि बर्डन र कष्ट हुन सक्ने अवस्था हुन सक्ने भएकोले गर्दाखेरि कहिले कहिले यो ट्रिटमेन्टलाई बन्द गरौँ भनेर पनि सल्लाह दिने गर्छौँ हामी। हुँदै नभएको कुरा त किन यस्तो चर्चा हुन्थ्यो त भन्नु त? हुँदै नभएको कुरामा मिसअन्डरस्ट्यान्डिङ हुनसक्छ। यो यदि केही गरेर बिरामीले राम्ररी बिरामीको बारेमा काउन्सिल गरेन, भेन्टिलेटरले के गर्न सक्छ, भेन्टिलेटरमा राख्न साथै कहिले कहिले त भेन्टिलेटर नै बिरामीलाई मारिदिन सक्छ। त्यही भएर अहिले जति पनि हाम्रो नेपालमा भएका आइसियुहरूमा तपाईँले बिरामी भर्ना गर्दाखेरि क्रिटिकल केयर फिजिसियन छ कि छैन भनेर त्यसको बारेमा चाहिँ बिरामीको आफन्तले सोच्नु जरुरी हुन आउँछ।
सोध्नुपर्छ मेरो आइसियुमा भएको बिरामीलाई कुन चाहिँ क्रिटिकल केयर फिजिसियनले पनि हेरिरहेछन्। किन आइसियुमा भएको बिरामीलाई मल्टिपल डाक्टरले हेर्छन्, हेर्नु समस्या अनुसार। न्युरोको समस्या पनि छ, क्रिटिकल केयर छ, क्रिटिकल केयर न्युरो मेडिसिन सबैले हेरेछन्। एनेस्थेसिया चाहिँ आजभन्दा पहिला जब क्रिटिकल केयर फिजिसियन सेपरेट चाहिँ विधाको रूपमा डेभलप भएको थिएन, एनेस्थेसियोलोजिस्टहरूको तपाईँको रोल आइसियु चलाउनमा धेरै थियो। अब त यो विधामा पनि क्रिटिकल केयर फिजिसियन आफै अर्को एउटा विधा भएर निस्किसक्यो, क्रिटिकल केयर छुट्टै विधा भइसक्यो। त्यो भएर उनीहरूले एनेस्थेसिया गरिसके तापनि पछि पनि 3 वर्षको कोर्स अहिले त त्यही क्रिटिकल केयरको विषयमा अहिले त उनीहरूले हेर्छन्। हो नेपालभरिमा कतिजना क्रिटिकल केयर फिजिसियन होला र सबै अस्पतालमा कति हुन्छ तत्काल? अहिले चाहिँ बढ्दैछन्, तर अहिले ठ्याक्कै सङ्ख्या चाहिँ मलाई थाहा भएन। सबै आइसियुमा नपुग्ला, नपुगेको ठाउँमा एनेस्थेसियोलोजिस्टले पनि हेर्ला, फिजिसियनले पनि हेर्ला। तर त्यो आइसियु राम्रो हो जुन आइसियुमा डेडिकेटेड क्रिटिकल केयर फिजिसियन छ। राउन्ड द क्लक क्रिटिकल केयर फिजिसियनको सर्भिस पाउँछ। किन आइसियुमा भर्ना गर्नुको मतलब नै उसलाई मिनेटको लागि मिनेटमा पनि मोनिटर गर्नलाई हो नि त। मोनिटर गर्नु भने के हो, के रङ भयो भने उसले डिटेक्ट गर्न सक्नु पर्यो, अनि चाहिने कुरा तुरन्त तत्काल हुनु पर्यो। विशेष निगरानी भन्ने हो क्या त्यो। निगरानीमा तपाईलाई श्वास प्रश्वासको सप्लिमेन्ट चाहिन्छ भने त्यो पनि दिने हैन। तपाईको शरीरलाई जे कुराका कारणले त्यो राम्ररी चल्न सकेको छैन त्यो कुरालाई चलाउने उपकरण दिने र त्यो उपकरणलाई सही रूपमा चलाउन सक्ने उपकरण मात्र हैन, साध्य पनि दिने। साधन भयो उपकरण एउटा साधन त त्यो बेला युज गर्छ। त्यो युज गर्न पर्छ भनेर डिसिसन कसले गर्छ? निगरानी गरेर मात्र हो। निगरानी यस्तो भयो, ल बिरामी छ, सास फेर्न गाह्रो भयो, केही पनि गरेन। बिरामी ब्लड प्रेसर कम भयो, केही पनि गरेन। कहाँ हुन्छ त्यो? एउटा क्रिटिकल केयर फिजिसियनको चाहिँ इन्स्टिङ कस्तो हुन्छ भनेदेखि एउटा बिरामी आयो, अब उसको 12 घण्टामा के हुनसक्छ, 24 घण्टामा बिरामी के हुनसक्छ, अर्को 2 दिनमा के हो, त्यो एक्सपेक्टेसन उसले गरिसकेको हुनुपर्छ। मोर द एक्सपिरियन्स मोर हि इज गोइङ टु बी राइट। जति उसको राम्रो अनुभव छ त्यति उसले त्यो समय सोचिसकेका हुन्छ भनेदेखि तपाईँले आइसकेपछि गर्ने त होइन, आइसकेपछि मात्र गरेपछि त कहिले लेट पनि हुनसक्छ। यो बिरामीलाई भेन्टिलेटरमा जान सक्छ। सो एभ्रिथिङ हेज टु बी प्रिपेयर्ड। सबै कुरा स्ट्यान्ड बाई बेडको अगाडि हुनुपर्नेछ। र यस्तो भएको खण्डमा चाहिँ बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ। र त्यो कुरा चाहिँ बिरामी भेन्टिलेटरमा जानुभन्दा पहिले नै बिरामीको परिवारसँग अनुमति लिएको हुनुपर्छ। र अनुमति लिइसकेपछि भेन्टिलेटरमा राख्ने बिरामीको परिवारलाई चाहिँ कहिले इन्फर्म नगरिकन तपाईँको भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउँछ। राखेर हामी गर्छौँ होइन। यो त्यो निगरानी गरेर, निगरानी के को लागि गर्ने? निगरानी चाहिँ तपाईँ कुनै एक्सन गर्नलाई गर्ने हो। तपाईँ एक्सन गर्नुहुन्न भने निगरानी गरेर बसेर के पनि फरक पर्दैन तपाईँको। त्यही भएर क्रिटिकल केयर फिजिसियनले जुन ठाउँमा चाहिँ 24 घण्टा आइसियुको चाहिँ मोनिटरिङ गर्छ, परेको बेलामा आउने भन्ने हुँदैन त्यहाँ त। तपाईँको क्रिटिकल केयर के परेको बेलामा आउने? बिरामी र उसको घरको डिस्टेन्स तपाईँको 5 किलोमिटर हुनसक्छ, ट्राफिक जामले गर्दा परेको बेला त हुनै सक्दैन। इट हेज टु बी देयर। त्यस्तो हस्पिटलमा मात्रै साँच्चैको क्रिटिकल केयरको चाहिँ बेनिफिट लिन सक्छ बिरामीले। अब हरेक कुरामा चाहिँ सक्सेस हुन्छ भन्ने छैन। अब कस्तो छ भन्ने कुरा त अब बिरामीका आफन्त अरू दर्शकले भन्ने कुरा हो, किनभने म त्यसको भोक्ता साक्षी होइन। तपाईँले आफ्नो विधाको विशेषज्ञ हुनुहुन्छ, तपाईँले दाबी गर्दै हुनुहुन्छ। त्यो दाबी गर्ने, खण्डन गर्ने मसँग सामर्थ्य छैन, न मसँग अनुभव छ। तर अरू त्यसका भुक्ताभोगी जसले जुत्ता लाउनु भएको छ उसलाई खुट्टा दुख्छ, उसले थाहा पाउँछ। पक्का हो, उसले थाहा पाउँछ। तर कति कुरा के हुन्छ भनेदेखि तपाईँको यदि केही गरिकन बिरामीको मान्छे पनि तपाईँको बिरामीलाई जब आइसियुमा भर्ना गर्दाखेरि उनीहरूको पनि एउटा कन्सेप्सन हुन्छ कि अब मेरो बिरामी के हुन्छ कसो हुने डर हुन्छ। उनीहरू पनि बिरामीको मान्छे पनि डाक्टरलाई सहयोग गर्ने मनस्थितिमा आउनुपर्छ कि तपाईँको। अब मेरो बिरामी अहिलेको त तपाईँको पुजाइले गर्दाखेरि बिरामीको मान्छे आफै नकारात्मक, आइसियुमा लग्यो भेन्टिलेटरमा राखेपछि नकारात्मक सोच, 10तिर कुरा सोध्ने हुन्छ नि। फल्नाको यस्तो भएको थियो, यसलाको यस्तो भएको थियो, यो डाक्टर यस्तो हो, यसले यति पैसा लिन्छ, बेकार राखिसकेका छ, मान्छे छ कि छैन, सासै चलेको छैन, कृत्रिम रूपमा राखेको छ। त्यो सल्लाह कोसँग लिनु पर्यो भने त्यो सल्लाह बिरामीको आफन्तले सल्लाह कोसँग लिनुपर्छ? त्यसैको एक्सपर्टसँग लिनुपर्ने हुन्छ।
तपाईँले आफैले भन्नु तपाईँको दक्षता अहिले यसमा उ गर्ने छैन भने बिरामीलाई भेन्टिलेटरमा राखौँ कि नराखौँ भनेर कुनै मान्छेले तपाईँलाई सोध्यो भने के भन्नुहुन्छ तपाईँले? म त जानिफकारलाई सोध्नुहोस् भन्छु। हो, सल्लाह जानिफकारसँग लिनु पर्यो। तर हाम्रो सल्लाह छिमेकीसँग भइरहेछ क्या। उसको त्यसको लागि ऊ एक्सपर्ट नै होइन। उसले अर्को हस्पिटलको आइसियुको डाक्टरसँग लिन सक्छ, अर्को डाक्टरसँग लिनुपर्ने हुन्छ। त्यसको आधारमा उसले आफ्नो सोच बनाएको भए ठिक हो। अब भनौँ कुनै पनि बिरामीको चाहिँ मेरो त बिरामी भेन्टिलेटरमा राखेको थियो, डाक्टरले 10 दिन राखेपछि बिरामी पनि गयो, पैसा पनि गयो भन्लान् होइन। अधिकांशको त्यही भनिरहेको। मेरो गएको उहाँको गएको भले गर्दा मेरो पनि भेन्टिलेटरमा राखेर 10 दिनमा पैसा पनि मान्छे जाने भन्ने सोच, उसलाई राखेको स्थिति फरक होला, उसलाई राखेको क्राइटेरिया फरक होला, उसलाई राख्नुपर्ने उसको रोगको स्थिति फरक होला, जुन रिभर्सिबल नहुन सक्छ। एउटै कोट सबैलाई कहाँ ठिक हुन्छ? तपाईँको र मेरो कोट त फरक हो नि, त साइजै फरक छ तपाईँको होइन। तपाईँ र मेरो जुत्ता फरक हुनसक्छ, एउटा साइज मिल्दैन। त्यस्तै गरेर जानिफकारसँग सल्लाह लिनु उचित हो, लिनुपर्छ। तर हो आफ्नो मान्छे फ्यामिलीको माया आफ्नोलाई लाग्छ, उसले दुःख नपाओस्, ऊ निको भएर आओस् भने सबै हुन्छ। जजमेन्टल भएर जब तपाईँ कसैले चाहिँ उ गर्छ नि, डिसिसन दिन्छ नि, राखौँ नराखौँ भन्ने, जजमेन्टल हुन पाइँदैन। डाक्टर जजमेन्टल हुन पाइँदैन। जब डाक्टर जजमेन्टल हुन्छ उसको डिसिसिभ पावर, डिसिजन लिन सक्ने क्षमतामा एकदमै ह्रास आउँछ। प्रपर डिसिजन लिन सक्दैन, चाहिने कुरा गर्न सक्दैन। त्यही भएर डाक्टर जजमेन्टल हुन मिल्दैन। कुनै पनि बिरामीलाई केही गर्नु छ भने त्यही भएर त धेरै जसो डाक्टरले आफन्तलाई हेर्दैनन्। म आफ्नो फ्यामिलीलाई हेर्न हिर्सिजाउँछु, म अर्को डाक्टरले हेरोस् भन्छु। किन म मेरो आफन्तलाई हेरेँ भने म जजमेन्टल हुन्छु क्या। तपाईँ छुरा पनि राम्ररी चलाउन सक्नुहुन्न, सर्जरी गर्ने छ। हो, म पोस्टर राम्रोसँग गर्न नसक्ला कोही पनि होइन। सबै जसो डाक्टरले धेरै जसो आफैले गर्न अलिकति हिचकिचाउँछन्, जजमेन्टल होला कि भन्ने खालको। हुँदैन भने ठिक छ, तर मोस्टली हुन सक्छन्। आफ्नो मान्छे भनौँ न, मेरै छोरा अथवा छोरीलाई मैले हेर्न भने म डेफिनेटली जजमेन्टल हुन्छु नि होइन। तर त्यो हेर्ने डाक्टरले त उपचार गर्नु पर्यो भने उसको लागि त्यो एउटा बिरामी हो र बिरामीलाई चाहिने उसलाई हित हुने कुरा उसले विदाउट जजमेन्टल नभइकन गर्छ। उसले जजमेन्टल हुन पाइँदैन। जजमेन्टलको आफन्तको कुरा त हो, तपाईँहरूले त त्यस्ता धेरै हाई प्रोफाइल बिरामीहरू पनि त सामना गर्नुपर्छ। सुरक्षाको प्रोटोकलदेखि लिएर एकदमै तपाईँको ठुलो कार्यकर्ताहरूको पङ्क्ति, दबाब, त्यस्तो अवस्थामा चाहिँ के गर्ने? कतिको त्यो दबाब कति झेल्नुहुन्छ? दबाब सिर्जना हुनु स्वाभाविक हो। तपाईँको भनिहाल्ने कतै पनि आग लागि भयो भने वरिपरिका मान्छे र घरका मान्छे दबाबमा पर्छ नै। दबाब भयो भनेर पर्फर्मेन्समा डिटोरेसन हुँदैन हामी कसैको पनि। त्यो सधैँ भइराख्ने कुरा हो। कुनै पनि मान्छेलाई पीडा पऱ्यो भने उसले आएर चाहिँ उसको आफ्नो पीडा विभिन्न प्रकारबाट पोख्न सक्छन्। एग्रेसिभ भएर पोख्न सक्छन्, बोल्दै नबोलेर पोख्न सक्छन्, अथवा कोही कुराले गर्न सक्छन्। हाम्रो काम त उसलाई इन्फर्मेसन गराउने। कुनै पनि मान्छेलाई राम्ररी सम्झायो भने नबुझ्ने मान्छे बिरलै हुन्छ। हेर्नुहोस्, त्यो बेला उसको कुरा सुनिदिनु पर्ने हुन्छ। उसलाई भन्ने होइन, उसको पीडालाई त पुग्दिनु पर्यो। त्यसलाई त्यो सुनेर बिरामीको स्थितिको बारेमा राम्ररी जानकारी दिने हो भने अहिले उसले रिफ्युज गरेर तापनि आफ्टर फ्यु आवर्स फ्यु डेजमा उसले त्यो कुरा एक्सेप्ट गर्छ। स्थिति त्यही हो। किनभने त्यो स्थिति त कुनै डाक्टरले ल्याइदिएको स्थिति होइन। बिरामीको बिमार त डाक्टरले ल्याइदिएको बिमारी होइन नि त। बिरामीको बिमार त बिमारी आफैले लिएर आएको बिमार। त्यसमा सहयोग गर्नु, त्यसलाई क्योर गर्न खोज्नु मात्र डाक्टरको चाहिँ। क्रिटिकल केयर युनिटमा चाहिँ कति समय राख्नुपर्छ भन्ने त्यसको कुनै मापदण्ड मानक हुन्छ? अब हेर्नुहोस्, तपाईँले मलाई यही प्रश्न चाहिँ 12 बजेको फिल्म कति बजे सकिन्छ भनेर सोध्नु भयो, म 3 बजे भन्न सक्छु। बिरामीको हकमा चाहिँ उपचार फुटबल जस्तो नभएर क्रिकेट जस्तो हो। क्रिकेट जस्तो पनि होइन तपाईँको, क्रिकेट जस्तो पनि भन्न मिल्दैन। किनभने बिरामीले कसरी ट्रिटमेन्टसँग रेस्पोन्ड गर्छ। आइसियुबाट चाहिँ बिरामीलाई बाहिर राख्ने पनि एउटा क्राइटेरिया हुन्छ। ल, उसलाई कुनै पनि त्यस्तो खासै चाहिँ अक्सिजनको सपोर्ट चाहिरहेको छैन, 1-2 लिटर छ, उसको ब्लड प्रेसर ठिक छ, उसले बोलिरहेछ, उसले खान सक्छ, आइसियु चाहिँदैन। आइसियुमा भएको बिरामी इम्प्रुभ हुँदै गएर त्यस्तो भयो भने आइसियु चाहिँदैन। त्यही भएर ट्रिटमेन्टसँग बिरामीले फरक तरिकाले रेस्पोन्ड गर्छ। फरक मान्छेमा एउटै रोग भए तापनि त्यो मान्छेले, त्यो दुईटा मान्छेले ट्रिटमेन्टसँग फरक तरिकाले रेस्पोन्ड गर्छ। सो डिपेन्ड्स अपन रेस्पोन्ड। तपाईँले अझै चाहिँ मलाई भन्नुभयो मेरो तपाईँको बिरामी आइसियुमा छ, कुनै डाक्टरलाई तपाईँले सोध्नुभयो र मेरो बिरामी कति दिन राख्नुहुन्छ भनेर भन्यो भने
यो गाह्रो हुन्छ कि एन्सर यो चाहिँ यो गर्नु। तर सबैले सोध्ने कुरै त्यही हो, कति दिन राख्ने होला डाक्टर साहब? त्यो हेर्ने चाहिँ त्यो सोध्नुको चाहिँ अर्थको जोहदेखि लिएर त्यो स्वास्थ्यको अर्थको जोहले पनि हो पनि मूल कुरा त 75% अर्थको जोह, 25% तपाईँले अर्को भन्नुभएको त्यो पनि हो। तर त्यो डाक्टरले आन्सर दिन सक्दैन। तपाईँको बिरामीको बिमारले कसरी मैले गरेको उपचारसँग रेस्पोन्ड गर्छ भन्ने कुरा त उपचार थालेपछि उसले गरेको रेस्पोन्डलाई मापन गरेर दिने हो नि त। यो त न ज्योतिषी हो शास्त्र, न जादुगरी हो, न तपाईँको चाहिँ 3 बजेको फिल्म 12 बजे सकिन्छ भने जस्तो हो। कहिले त भन्न ट्रिटमेन्टसँग उसको रोग चाहिँ नराम्रो हुँदै गयो अरे, झन् उल्टो भने त प्रङ हुन जान्छ। राम्रो हुँदा आइसियुमा यो क्वेसन त त्यो बेला लागेको हुन्छ कि मेरो बिरामी आइसियुमा छ, डेफिनेटली ठिक हुन्छ र बाहिर आउँछ भन्ने कति त्यो हुन सक्दैन। त्यो त कहिले त बिरामी त उल्टोतिर जान्छ। साधारण ज्वरो आएको मान्छे भनेर भन्छौँ नि हामी, जुन हिँडेर गयो अस्पतालमा गएर बिरामी 81 आइसियुमा गयो र 2-4 दिनमा बिरामी बित्नु भयो भनेर भन्छन् नि, हो त्यो के भएको हो त? त्यो भनेको ट्रिटमेन्टसँग बिरामीले रेस्पोन्ड नगरेको। डाक्टरले त प्रयास गरे हो, त्यो रोग त डाक्टरले ल्याइदिया होइन नि त। त्यो त भनेको कुनै रोग त्यस्तो फास्ट डिटोरेट हुन्छ। तपाईँको हेर्नुहोस्, हिँडेर ओपिडीमा आउन सक्ने मान्छे 3 दिनमा एक्सपायर हुन सक्छ। कस्तो हो त्यो चाहिँ? कस्तो चरण हो त्यो? त एकदमै चरण भन्दा पनि होइन, त्यसमा त चिकित्सकहरूले एकदमै अवगाल भेट्ने मात्रै होइन, भौतिक आक्रमण समेत सामना गरेका छन्। त्यो के र त्यो नबुझेर भएको। किनभने बिरामीको लागि के हुन्छ, हिँडेर आउने मान्छे चाहिँ साधारण ज्वरो कहिले पनि साधारण हुँदैन। तपाईँको ज्वरो भनेको रोग नै होइन नि, ज्वरो त लक्षण हो नि। कुन रोगले गर्दा उसलाई ज्वरो आयो, जस्तो कुनै पनि बिरामी कुनै पनि रोग 81 नराम्रो स्थितिमा बाट प्रेजेन्टेसन हुँदैन नि। कुनै पनि क्यान्सरै भन्नुहोस्, तपाईँको सिम्पटम नहुने स्टेजदेखि लिएर तपाईँको चाहिँ निको नहुने स्टेजसम्म जुनसुकै बेला पनि एउटा चरण पार गरेर हुन्छन्। त्यस्तै गर्ने कुनै पनि मान्छेलाई सेप्टिक सकमा गएको छ भनौँ, ब्लड प्रेसर कम भइरहेको छ, टिङ्गटा लागेको छ, अलिअलि चाहिँ तपाईँको सपोर्ट लिएर चाहिँ तपाईँको कोभिडसम्म जान सक्ला। तर डाक्टर हेर्न छ त ओहो यो त ब्लड प्रेसर पनि कम छ, ज्वरो पनि आइरहेछ, यो इन्फेक्सनका यस्ता सिम्टमहरू छन्, न्युमोनियाका यस्ता सिम्टम छन् होइन। यसले यो न्युमोनिया, पिसाबको इन्फेक्सन, पेटको इन्फेक्सन, टाउको इन्फेक्सन, कानको इन्फेक्सनले गर्दाखेरि सेप्टिक सकमा जान लाग्छ, उसलाई त अब आइसियु सपोर्ट चाहिन्छ भनेर उसलाई आइसियुमा ट्रान्सफर गर्यो र ट्रिटमेन्टसँग रेस्पोन्ड गर्यो। केही दिनपछि आइसियुबाट बाहिर आउन सक्छन्। होइन झन् ट्रिटमेन्टसँग उसले डिलेड रेस्पोन्स गर्यो, उसको आफ्नै इम्युनिटीको कुरा आउँछ, रोगलाई डिटेक्ट गरेको स्टेजको अवस्था आउँछ, कुनै बेला पछि चाहिँ तपाईँको औषधले रेस्पोन्ड नगर्ने कुरा आउँछ। हेर्नुहोस् तपाईँको जसमा चाहिँ त्यो सक रेजिस्टेन्ट अब भइसकेको हुन्छ भन्दाखेरि त्यहाँ टाइम डिले धेरै भइसकेका छन् क्या। बिरामीको रोग सुरु हुने र हस्पिटल प्रेजेन्टेसनमा टाइम डिले धेरै भइसकेका छन्। त्यस्तो भनेर रेस्पोन्ड नगर्न सक्छ। सो बिरामीले यति दिनमा राख्ने भनेर कहिले पनि कसैले भन्छ भने गलत हो। त्यो बिरामीको रेस्पोन्ड हेरेर मात्रै गर्नु। भोलि पनि हुनसक्छ, 2 दिन मात्र पनि हुनसक्छ, 10 दिन पनि हुनसक्छ, 15 दिन पनि हुनसक्छ। उल्टो चाहिँ नेगेटिभ गरेर त्यो बिरामीकोले प्राण त्याग गर्ने अवस्था पनि आउँछ। यसको सोझो उत्तर त हुँदैन। त्यही पनि तपाईँले कति समयसम्म चाहिँ आइसियु, सिसियु, भेन्टिलेटर, मैले यो 3टा शब्द कुन ठाउँमा के प्रयोग गर्ने भन्ने टुङ्गो नभएर गरिरह हो। हजुर, बुझ्नु भएन? मलाई थाहा छैन हुनु चाहिँ एउटा असल ज्ञानको सुरुवात हो भन्ने सत्यलाई आत्मसात गर्दै कति अवधिसम्म चाहिँ यो महिनौसम्म राखिरहने पनि हो त? हो, यसलाई तपाईँको छ नि घन्टादेखि लिएर वर्षौँसम्म राख्न सकिन्छ अवस्था हेरेर। महिना त के कुराहरू छ, तपाईँ वर्षौँसम्म राख्न सकिन्छ सक्न त सकिन्छ। त्यसको आवश्यकता परेर भेन्टिलेटर कुनै पनि रोग छ, एउटा 20को 19 हुँदैन भने अनि तपाईँ कस्तो चिकित्सा विज्ञान कि तपाईँले त्यसमा कुनै सुधारै गर्न सक्नुहुन्न भने भेन्टिलेटर तपाईँको उपचार होइन। यो कुरा बुझ्न, भेन्टिलेटर सपोर्ट हो। जुन बिमारले गर्दाखेरि बिरामी भेन्टिलेटरमा जाने हो नि, त्यो बिमार नै, त्यो रोग नै ठिक भएपछि मात्र भेन्टिलेटबाट निस्किन सक्ने अवस्था आउँछ। भेन्टिलेटर इज नट ट्रिटमेन्ट, त्यो ट्रिटमेन्ट होइन। यो गलत फहमी। तपाईँले त्यस्तो साधन प्रयोग गर्नुहुन्छ जुन साधनले महिनौसम्म पनि रत्तिभर पनि प्रगति गर्दैन भनेपछि त तपाईँले बुझ्नु पर्यो कि यो प्रक्रियाबाट भएन। अब हेर्नु, यसमा कस्तो छ भने मानौ एउटा मान्छे निमोनिया भएर आयो, सास फेर्न गाह्रो भइरहेछ, उसलाई 10 लिटर 15 लिटरमा अक्सिजन दिँदाखेरि पनि उसको अक्सिजन स्याचुरेसन जुन हामी नाक छाउलामा राखेर
60-70 छ भने पक्कै पनि त्यो बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ, भेन्टिलेटरमा राख्छौँ होइन। अब हेर्नुहोस्, त्यही बिरामीलाई भेन्टिलेटरमा नराखिकन तपाईँलाई उसलाई चाहिने खालको एन्टिबायोटिकहरू दियो भने एन्टिबायोटिकले काम गर्नलाई पनि केही दिन लाग्छ, 5 दिन 7 दिन 10 दिन लाग्न सक्छ। अब 60 अक्सिजनमा त्यो मान्छे 10 दिन बाँच्न सक्छ त? झन् घट्दै जान्छ उसको त। भेन्टिलेटरले के गरिदिन्छ भने टाइम बाई गरिदिन्छ, समय किनिदिन्छ। उपचार उसको न्युमोनियाको त्यही एन्टिबायोटिक हो। भेन्टिलेटरले उसलाई जुन अक्सिजन कम भएको छ त्यो अक्सिजन चाहिँ उसको 90-95 भन्दा माथि राख्ने काम गरिदिन्छ। टाइम बाई गर्ने चिज हो त्यो, त एउटा औजार मात्रै हो तपाईँको होइन। मैले भन्न खोजेँ नि, चिकित्सा शास्त्रका त्यसमा धेरै ठुलो सीमा रहेछ होइन, धेरै ठुलो सीमा छ नि त। किनभने त्यो उन्मुक्ति पाउनलाई ज्योति छैन के होइन भनेर भन्न त पाइयो सकियो, तर असाध्यै ठुलो प्रगति गरौँ भने पनि तपाईँले कति दिनमा के प्रगति हुन्छ भन्ने पनि भ्याउ छैन, हाम्रो नियन्त्रणमा हुँदैन भनेपछि एभ्री डे त तपाईँको त्यही त हेरेर आउँछ, मोनिटरिङ गरेर आउँछ। उसको यो नराम्रो थियो, यो कुरा राम्रो भए, यो कुरा राम्रो भए, यसको यो पहिला ठिकै थियो अलि यो नराम्रो भए, यही कुराहरू त हेर्ने हो नि। तपाईँ भेन्टिलेटरमा राखेर छोडिदिएर घर गएर सोध्ने थोरै हो त। भेन्टिलेटरमा राखेपछि त डाक्टरको निद पनि हराम हुन्छ। त्यसपछि हरेक बिरामीको अवस्था चेन्ज भए अनुसार कन्स्ट्यान्टली भेन्टिलेटरको सेटिङ पनि चेन्ज हुन्छ। अर्को के हो भनेदेखि भेन्टिलेटरमा राख्दा 2-3वटा अवस्थाहरू हुन्छन्। एउटा अवस्थामा भेन्टिलेटरमा राख्दा बिरामीलाई बेहोस पनि गराइन्छ, कहिले कहिले प्यारालाइज पनि गराइन्छ। प्यारालाइज भनेको मसल्सहरू काम नगर्ने, शिथिल पनि मसलले काम नगर्ने औषध दिएर प्यारालाइज गराइन्छ। त्यो बेला भेन्टिलेटरमा युज गर्न सजिलो हुन्छ। तर जब बिरामीको बिमार राम्रो हुँदै आइसकेपछि, बिरामी आफैले सास लिइसकेपछि अब त्यहाँनिर चाहिँ क्रिटिकल केयर फिजिसियनको म्याक्सिमम रोल हुन्छ। त्यहाँनिर बिरामीले आफै सास फेर्न थालेपछि बिरामीको जरुरतको अनुसार भेन्टिलेटरको सेटिङ मिलाइराख्नु पर्ने हुन्छ, जुन घन्टामा चेन्ज हुन सक्छ, घन्टामा चेन्ज हुन सक्छ। त्यो दुईटालाई मिलाएन तपाईँले भेन्टिलेटर बाहिरबाट सास लिने कुरो हो, दिमागबाट सास लिनको लागि चाहिँ फोक्सो र डायफ्रामको मसलबाट बिरामीलाई आफैले इन्टरनल तरिकाले भइरहेको हुन्छ। त्यो दुईटा जति कम्बाइनलाई सिङ्क्रोनाइज गर्न सक्नुहुन्छ नि, त्यसको आउटकम त्यति राम्रो। जति सिङ्क्रोनाइज हुँदैन नि, बिरामीले सास फेर्ने बेला फाल्ने बेला भेन्टिलेटर चाहिँ सास भित्र गरिदिनु गरेर के हुन्छ त? यो इम्पोर्टेन्ट हो। त्यही भएर त भने आइसियुमा क्रिटिकल केयर पेसेन्ट हुनुपर्छ। क्रिटिकल पेसेन्ट छ, बिरामीले उपयुक्त उपचार पाउँछ। या त भेन्टिलेटरसँग राम्रो ज्ञान भएको अर्को डाक्टर हुनुपर्छ। आइसियु भनेको भेन्टिलेटर मात्र होइन त। आजकल त आइसियुमा तपाईँको डायलिसिस हुन्छ। आइसियुमा सोध्दै थिएँ मैले, डायलिसिस गर्दैनन् नि कतिपयले, आइसियुमा त्यो प्रबन्ध हुनुपर्ने, तर तपाईँको बिरामीले थेक्न सक्दैन भनेर नगरेर फर्काइएका उदाहरण छन्। होइन, थेक्न नसक्ने अवस्था कस्तो बेला हुन्छ भने डायलिसिस गर्नको लागि चाहिँ यो कारणले गर्दाखेरि डायलिसिस गर्नुपर्ने। डायलिसिस गर्नको लागि ब्लड प्रेसर हुन्छ। ब्लड प्रेसर भएन भने ब्लड प्रेसर बढाउने औषधि दिएर चाहिँ डायलिसिस गर्न खोज्छ। अब ब्लड प्रेसर बढाउने औषधिहरू प्रयोग गर्दाखेरि पनि ब्लड प्रेसर उठेन भने हाम्रो नर्मल इन्टरमिडिएट हिमोडायलिसिस भन्ने जुन गर्छौँ नर्मल, हामी त्यो चाहिँ गर्न सक्दैनौँ। त्यसको लागि स्पेसल खालको डायलिसिस चाहिन्छ, जसलाई आरआरटी भनेर भन्छ। त्यो लो ब्लड प्रेसरमा पनि गर्न सकिने खालको डायलिसिस हो। यो आरआरटी भनेको रेनल रिप्लेसमेन्ट थेरापी चाहिँ, सिआरआरटी भने चाहिँ कन्टिन्युस, यो चाहिँ पहिला 4 घन्टा होइन कि यो चाहिँ 24 घन्टा गर्नुपर्ने हुन्छ। अब त्यो फेसिलिटी त काठमाडौँको कुनै पनि हस्पिटलले प्रयोग गरेर मलाई लाग्दैन छ, तर प्रयोग भएको छ कि छैन टिचीङमा पनि होला। वीरको मलाई ज्ञान भएन, मलाई छैन जस्तो लाग्छ। टिचिङमा चाहिँ छन्, तर अब रेगुलरली तपाईँको चाहिँ युज नभइरहेको हुनसक्छ। अब त्यसको पनि कुनै समस्या होला, त्यसको लागि म्यान पावर चाहिने हुन्छ, त्यसको लागि थुप्रै कुरा चाहिने। मेसिन चलाउन त गाडी भएछ ड्राइभर आफूले चलाउनु पर्यो कि ड्राइभर चाहियो होइन। अब त्यो अर्को हुन्छ, अझ तपाईँको अर्को लेभलको तपाईँको भेन्टिलेटरले पनि भएन भने त के गर्ने त? भेन्टिलेटर नै बिरामीको लागि इन्जुरियस हुन थाल्यो भने के गर्ने त? अर्को तरिका छ तपाईँको एक्मो भन्ने। यो नयाँ अब रिसेन्टली डेभलप, इन्डियातिर त धेरै डेभलप भइसकेका छन्। इन्डियाले चाहिँ यसमा धेरै प्रगति पनि गरिसकेका छ। त्यो एक्मो भने के भने एक्स्ट्रा कर्पोरेल मेम्ब्रेन अक्सिजनेसन भन्छौँ, आर्टिफिसियल लङ। तपाईँको शरीरको एउटा धमनीबाट चाहिँ रगत निकालेर त्यो मेसिनमा छिराउने,
अक्सिजन र कार्बन डाइअक्साइडको ट्रान्सफर त्यो मेसिनमा हुन्छ र त्यो भित्र राख्दैन। अब हेर्नुहोस् त्यो एकमा राख्दाखेरि मान्छे कस्तो समय भएको हुन्छ भनेदेखि इम्प्रुभ हुँदै गएपछि एकमा भएको मान्छे चाहिँ तपाईँको पत्रिका पढेर बसिरहेको हुनसक्छ। भेटेर बसेर मान्छे पत्रिका पढेर बस्नको अलिक गाह्रै हुन्छ हेर्नुहोस् होइन। त्यो फेरि त्यो मान्छे भेन्टिलेटर मिनिमल सपोर्ट भेन्टिलेटरमा हुन्छ, मोस्ट अफ द काम त्यो एकमाबाट गर्छ। अब यो विधाहरू नेपालमा डेभलप आउँछन् डेफिनेटली। हटाइदियो भने तपाईँले भने जस्तो त्यो पत्रिका पढेको मान्छेलाई चाहिँ एकमा हटाइदियो भने अब त्यो त फेरि यति सिरियस सिचुएसनमा त सासै फेर्न सक्दैन नि। जस्तै डायलाइसिसमा त किडनीको काम गरेन डायलाइसिस मेसिनले, एकमाको मेसिनले चाहिँ फोक्सोको काम गर्छन्। तर त्यस्तो चाहिँ ट्रिटमेन्ट त्यस्तो बिरामीलाई मात्र दिन्छ जसको रोग रिभर्सिबल छ, ठिक हुन सक्ने सम्भावना हुन्छ। नत्र अन्त कृत्रिम फोक्सो चलाइदिएर अनन्त त्यो गर्छ मृत्युलाई जित्छ नि त्यस्तो हुँदा त होइन। जित्न त के जित्न सक्दैन, कृत्रिम त्यसको कम्प्लिकेसन त हुन्छ नि। तपाईँको रगत पातलो गर्नुपर्ने हुन्छ, गर्दा गर्दा रगत दिमागमा बढ्देला। कुनै पनि ट्रिटमेन्ट बिना कम्प्लिकेसनको हुँदैन। हेर्नुहोस् भेन्टिलेटर मान्छे नेपालमा त छैन। एकमो नेपालमा चाहिँ एक दुईवटा कुराको लागि मेडिसिटीले युज गरेर छ, पोइजनिङको लागि चाहिँ एल्युमिनियम फस्फाइड पोइजनिङको लागि युज गरेर छ। त्यो सर्ट टर्म एकमा हुन्छ, तर क्रिटिकल सास प्रश्वासको समस्या भएर एकमा युज गरेको त अहिलेसम्म छैन जस्तो लाग्छ। आजको डेटसम्म चाहिँ नेपालमा कसैले युज गरेर छैन। त्यो चाहिँ मैले त जसैको ट्रेनिङ ल्याएँ अझ फोर्टिस हस्पिटलबाट, त्यसमा इन्टरनेसनल डिप्लोमा गरायो। एकजनाले गर्न सक्ने कुरा होइन नि त यो त। अब तपाईँ भन्नुहुन्छ तपाईँलाई एकमा चाहिन्छ, तपाईँलाई सिआरआरटी चाहिन्छ, तपाईँलाई भेन्टिलेटर चाहिन्छ, तपाईँलाई क्रिटिकल केयर फिजिसियन चाहिन्छ, 24 आवर चाहिँ मोनिटरिङ हुनुपर्छ। अब यो सबै सुविधा दिँदाखेरि आइसियूको कस्ट कति पर्छ होला भन्नुहोस् त। बिरामीले चाहिँ ठेक्न सक्ला? एकमा राख्न पर्यो भने दिनको कस्ट 1 लाखभन्दा बढी आउँछ। त्यसको मात्रै अरू कुरा छोडिदिनु 1 देखि 2 लाख रुपियाँ आउँछ। सिआरआरटी गर्दाखेरि दिनको कस्ट 50 देखि 60 हजार रुपियाँ आउनु। अब हेर्नु यो पनि जिज्ञासा छ, एकमु त पछिको कुरा भयो। हजुर, यो क्रिटिकल केयर युनिटमा राखेको यति खर्चिलो किन भयो? त्यही कोठामै राख्या त हो, एउटा छुट्टै क्याबिन त हो। म तपाईँलाई एउटा कुरा, प्लेनमा इकोनोमिक क्लास र बिजनेस क्लासमा जुन फरक छ नि, किन पैसा फरक भयो होला? त्यही प्लेनभित्र त हो नि दुवैजना, होइन र? इकोनोमिक क्लास भन्दा 3 गुणा बढी पैसा लिन्छ नि त। त्यहाँ चाहिँ फेसिलिटीको लागि पैसा लियो, यहाँ चाहिँ बिरामीको रोगको जरुरत अनुसार दिनुपर्ने सपोर्टको लागि पैसा महँगो हुन जाने हो। त्यही भएर म त भन्छु न, जबसम्म नेपालमा गभर्मेन्टले नै स्वास्थ्य क्षेत्रलाई टेक ओभर गर्दैन नि, सबै किसिमको चाहिँ यो सुविधायुक्त अस्पतालहरू गभर्मेन्टको आफ्नै हुँदैन, तबसम्म म लगायत म जस्ता अर्का साधारण मान्छेले त्यो लेभलको ट्रिटमेन्ट पाउन चाहिँ हर बखत सम्भव छ जस्तो लाग्दैन। हाम्रो अस्पतालहरूमा सरकारी होस् निजी होस्, यहाँ उपचार गर्न धान्न सकिने किसिमको विशिष्टीकृत उपचार हुँदाहुँदै भारत, सिङ्गापुर अथवा अरू तेस्रो देशमा मान्छेहरू गएका हुन् कि हामी प्रति विश्वास कम भएको हो कि हाम्रो आफ्नै सीमा भएर हो? यसमा 2-3 रोल फ्याक्टर रोल प्ले गर्छ। एउटा त फाइनेन्सियल एफ्लुएन्स, जसको चाहिँ धेरै पैसा छ, उनीहरू चाहिँ टेक्नोलोजिकल्ली चाहिँ अर्को देश एडभान्स होला भनेर जान्छन्, एउटा जान्छन्, उनीहरूको आफ्नो सोच है, यो यथार्थ डिफ्रेन्ट हुनसक्छ, एउटा जान्छन्। दोस्रो कुरा चाहिँ त्यही तपाईँले भने जस्तो चाहिँ आफ्नो साथीभाइ फ्यामिलीसँग सोध्छन्, यस्तो समस्या भयो कि यहाँ उपचार गरौँ कि इन्डियामा गरौँ? होइन, रामको चाहिँ बुवाको चाहिँ इन्डियाको यो ठाउँमा गराएको थिए, उपचार ठिक भयो, त्यही भएर तपाईँ पनि जोर जहा गरेर पैसा जेमा त्यहाँ जानुहोस्, त्यहाँ ठिक हुन्छन् भनेर पठाउँछन्, त्यसको इन्फ्लुएन्समा जान्छन्। अब तपाईँ एक्सपर्टसँग सल्लाह लिएर लिनुभयो भने उसले त्यो बेला चाहिँ राइट गाइडेन्स पाउँछ। राइट गाइडेन्स त्यो बेला पाउँछ। यो रोगको लागि त्यता जानुपर्ने अवस्था छ कि छैन, त्यो रोगलाई ह्यान्डल गर्न सक्ने एक्सपर्ट चाहिँ त्यसको मोनिटर गर्ने चाहिँ त्यसलाई ट्रिटमेन्ट गर्ने उपकरणहरू नेपालमा छ कि छैन, त्यसमा चाहिँ राइट पाउँछन्। अब तपाईँको यसरी जानेमा म्याक्सिमम् बल त कुनै छन् फाइनेन्सियल एफ्लुएन्स भएको मान्छे,
नन एक्सपर्टसँगको सल्लाहमा अरूको देखेर सास फेर्न गाह्रो हुनु भनेर भएर मात्र भएर तपाईँको हजारवटा कुराबाट सास फेर्न गाह्रो हुन्छ। सबैलाई एउटै डालामा कहाँ राख्न मिल्यो त? अनि अर्को, अब तपाईँ चिकित्सक भएर स्वीकार्न कठिन होला, हामी कहाँ कयौँ पटक डायग्नोसिस नभएका कुराहरू उहाँ एकखेप जाने बित्तिकै हुन्छ। अब एउटा कुरा त्यसमा पनि दुईटा कुरा, कसैले यहाँनिर कुनै कुरा डायग्नोसिस गर्न सकेनन् भने र उसले चाहिँ उता गयो भने उता डाक्टरको लागि एउटा चाहिँ प्रिभिलेज के हो, यति कुरा त पहिले हेरिसकेका छन्, त्योभन्दा माथिका अर्को कुरा गर्नुपर्ने उसलाई सहज भयो क्या, त्यसले पनि डायग्नोसिस हुनसक्छ। एक दोस्रो हो, दुई चारवटा कुरा टेक्नोलोजिकल एडभान्स नहोला, नभएकोले गर्दाखेरि त्यो सेन्टरले डायग्नोसिस गर्न नसके हो नि त। कुनै एउटा सेन्टरले डायग्नोसिस गर्न नसक्नु भनेको नेपालका डाक्टरले डायग्नोसिस गर्न नसक्नु भनेर चाहिँ उला हो नि त, मिलेन, हेरे नै छैन। त्यसपछि हामी कुन तहसम्म चाहिँ सक्षम छौँ? अलमोस्ट अल कुराहरूसँग सक्षम छौँ हामी। नेपालको डाक्टरहरू संसारको कुनै पनि ठाउँको डाक्टरभन्दा कम छैनन्। त्यही भएर त तपाईँ हेर्नुहोस् न, अमेरिकामा नेपालको डाक्टर कति छन्? उनीहरूलाई यहाँ ल्याएर काम गराउने हो भने उनीहरू के नराम्रो हुन्छन्? इन्डियामा हेर्नु नेपाली डाक्टरहरू पनि छन्। तपाईँ बाहिर गइसके नि, अनि हरेक वर्ष 2000 चिकित्सक उत्पादन हुने मध्ये 1500 भन्दा बढी बाहिर गइरहेछन्। त्यही भएर त सरकारले टेक ओभर गर्नु पर्यो, प्लेटफर्म दिनु पर्यो। डान्सरलाई चाहिँ स्टेज नदिने हो भने त ऊ त त्यो अरू ठाउँमा जान्छ डेफिनेट। गायकलाई तपाईँले चाहिँ गाउने प्लेटफर्म जान्छ, डाक्टर चाहिँ किन जाँदैन त? प्लेटफर्म दिनु पर्यो। आइसियुमा चाहिँ यो एआई को प्रयोग कति हुन थालेछ नेपालमा? एकदम हुन, आइसियुमा पनि हुन थालेछ, अपरेसनमा हुन थालेछ, मेडिकल क्षेत्र सबैमा अहिले एआई को प्रयोग हुन थालेको छ। तर एआई चाहिँ एसिस्टेन्ट मात्रै हो, तर डिसिजन इन्टेलिजेन्स चाहिँ तपाईँको आर्टिफिसियल हो। ह्युमन इन्टेलिजेन्सलाई त्यसले अहिलेसम्म ओभरटेक गर्न सकेका छैनन्। त्यही भएर त्यो चाहिँ एकदम ठुलो कम्प्लिमेन्ट हुनसक्छ, कम्प्लिमेन्ट्री कुरा हुनसक्छ, तर अल्टिमेट त्यो चाहिँ हुँदैन। त्रास त यस्तो छ कि चिकित्सकका धेरै कामहरू त अब त आर्टिफिसियल इन्टेलिजेन्सले गर्दैछ, त्यो चुनौती आइरहेछ नि त। ब्लड प्रेसर लिने काम गर्दा ठिक छ, म्यान पावर ऊ गर्न कतिवटा, तर डिसिजन चाहिँ डाक्टर लिन्छ, उसले डाटा कलेक्ट गरिदिन सक्छ। कति ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्सले दुई चारवटा प्रोसिजर पनि गरिदिन सक्छ। तपाईँको प्रोसिजर गर्नलाई डाक्टरलाई हेल्प गर्छ। जस्तो भनौँ एउटा इन्टरभेन्सन पल्मोलोजीको कुरा गर्दाखेरि एउटा फोक्सोमा एउटा सानो मासु पलाछ, साधारण ब्रोन्कोस्कोपी पनि त्यसलाई एक्सिस वेल छैन, सिटीबाट गर्दाखेरि लङ्स हेरेर त्यसको चाहिँ बायोप्सी लिनुपर्ने हुन्छ भने नेभिगेसन ब्रोन्कोस्कोपी भनेको पनि एउटा आर्टिफिसियल इन्टेलिजेन्स हो, जसले चाहिँ कुन बाटोबाट चाहिँ गयो भने चाहिँ त्यो ठाउँमा ब्रोन्कोस्कोप, मसिनो ब्रोन्कोस्कोप प्रयोग गरेर सहज पुग्न सकिन्छ, अनि बाटो देखाइदिन्छ। त्यो आर्टिफिसियल इन्टेलिजेन्स भयो, त्यो बाटो देखाउने, तर पर्फर्म गर्ने त डाक्टरै भयो नि त। सो आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ ठुलो एसेट हुनसक्छ मेडिकल उसमा चाहिँ, तर डाक्टर नर्सलाई रिप्लेस चाहिँ गर्न सक्दैन, अहिलेसम्म सकेका छैन, सक्दैन। आइसियुमै फर्क्यौँ, तपाईँ अघि पनि दाबी गर्नुभयो अनावश्यक रूपमा आइसियु, सिसियु अथवा भेन्टिलेटरमा निजी मेडिकल संस्थाहरूको दबावमा, प्रभावमा, उक्साटमा अथवा ढाडसमा, प्रलोभनमा, कमिसनमा राख्दैनन् भनेर तपाईँ ग्यारेन्टी गर्न सक्नुहुन्छ? यसमा चाहिँ म के भन्नु छ, मैले त्यस्तो अहिलेसम्म आइपुगेको छ। अब मैले नदेखेको कुराको ग्यारेन्टी त मैले कसरी गर्ने? तर अहिलेसम्म मेरो नजरमा कोही पनि मान्छे प्रलोभन र प्रेसर नपरेर, प्रशासनको हस्पिटल प्रशासनको प्रेसर नपरेर बिरामीलाई भेन्टिलेटरमा राख्ने यो काम चाहिँ कहिले पनि गर्दैन। त्यसको विशेषज्ञ चिकित्सक नहुनु पर्यो? विशेषज्ञले त झनै गर्दैन। अनि विशेषज्ञले त गर्दैन भन्नुभयो, तर तपाईँसँग त्यो सम्बन्धी विशेषज्ञ चिकित्सक नै छैनन् भने ऊ कन्फ्युज होला, बरु उसले चाहिँ अर्को कसैको सल्लाह लिन सक्छ, अवस्था आएर राख्न सक्छ, तर त्यो चाहिँ उसले चाहिँ प्रब्लममा परेर गरायो भने नि त त्यो फेरि बिरामीको अवस्थाले गर्दाखेरि गरायो नि त। तपाईँले मध्य प्रदेशका अस्ति कयौं अस्पताल नाममा चलेका संस्थाहरू चाहिँ
त्यहाँको सरकारले नि बन्द गरेको त थाहा पाउनुभयो। त्यसको त्यो एउटा घटनाका रूपमा जनकपुरमा एउटा भएको कुराको हकमा अहिले एकजना महिला अहिले पनि महिनौँ दिनदेखि तपाईँको कोमामै छिन् होइन। त्यस्ता उदाहरण रहेछन् नि त। अब होइन त्यो चाहिँ ट्रिटमेन्टको कम्प्लिकेसन हो कि कोमामा जानु, डाक्टरको नेग्लिजेन्स हो कि एनेस्थेसिस नै थिएन अरे त्यसलाई बेहोस गराउन। त्यो डाक्टरलाई यो घटनाको बारेमा मलाई त्यति राम्रो थाहा नभए तापनि एनेस्थेसिया नभएको ठाउँमा, एनेस्थेसियोलोजिस्ट नभएको ठाउँमा उसले कुनै एनेस्थेसियोले गर्नुपर्ने काम अर्को थ्रुबाट गराउँछ भने होइन, त्यो चाहिँ गलत हो, त्यो पक्कै हो, त्यसमा कुनै शङ्का छैन। त्यही भएर त म भन्छु नि, तपाईँको बिरामी अपरेसन गर्न जाँदैछ भने जसरी मेरो सर्जरी यो डाक्टर साहबले गर्दैछ भनेर सोच्नुहुन्छ भने मेरो बेहोस गर्ने डाक्टर साहब पनि यो भनेर थाहा पाउनु जरुरी छ। आइसियुमा भर्ना गर्नुहुन्छ भनेदेखि मेरो आइसियुमा भएको बिरामीलाई कुन चाहिँ आइसियुको डाक्टरले चाहिँ हेरेको छ त्यो चाहिँ जान्न जरुरी छैन। जसले हेरे नै हुन्छ, त्यसमा चाहिँ मेडिकल लिगल केस हुनसक्छ चाहिँ होइन। त्यो कुरा त बिरामीलाई कहाँ ती सबै कुरा थाहा हुन्छ त? थाहा हुन त्यही त, तर बाहिरतिर थाहा हुन्छ। हाम्रो बिरामीले बिस्तारै थाहा हुन्छन् कुन कुन डाक्टरले हेरेछ मेरो बिरामीलाई, कुन कुन डाक्टर। हामी कहाँ त चिकित्सकले सूचना भन्ने कन्जुस्याइ गर्ने, राम्ररी बोल्न शुद्ध कन्जुस्याइ गर्ने। तपाईँलाई त मेडिकलको विशेषज्ञ चिकित्सक मात्रै बनाउनु पर्ने होइन कि तपाईँलाई त त्यो व्यवहार पनि सिकाउनु पर्ने छ कि नेपालको हकमा त। अब तपाईँ भन्नुहुन्छ आइसियुमा भएको बिरामीलाई, आइसियुको बिरामीको मात्रै उपचार हुन्छ? हुँदैन, फ्यामिलीको पनि उपचार हुन्छ त्यहाँनिर। फ्यामिलीको उपचार केबाट? काउन्सिलिङबाट हो। फ्यामिलीको उपचार हुने बिरामीको अवस्थाको बारेमा कुनै पनि जानकारी बिना, अपडेट बिना बिरामीको उपचार गरिन्छ भने त्यो प्रतिरोधात्मक हुन्छ यदि केही गर्ने कुनै विशेष घटना आएको खण्डमा। यस्ता यस्ता घटनाहरू छन् जसमा चाहिँ बिरामीको मान्छेहरूले यति कोअपरेट गरेछ, उनीहरूलाई राम्रोसँग काउन्सिल गर्यो भनेदेखि चाहिँ बिरामीको जस्तोको जस्तै कुनै पनि मिलावट नगरिकन जस्तोको तस्तै तपाईँले चाहिँ उसलाई भन्नै पर्ने हुन्छ। त्यो यु क्यानट हाइड। बिरामीको अवस्था भएन कुनै पनि कुरा हाइड गर्नु, बिरामी फ्यामिलीलाई हाइड गर्नु हुँदैन। किनभने बिरामी आइसियुमा भएको छ, भेन्टिलेटरमा छ अथवा क्रिटिकली एयर छ, ऊ आफूले डिसाइड गर्न सक्दैन भने देयर हेज टु बी समवन जसको लागि त्यो कुरा रिले गरे हुनुपर्छ। अब प्रब्लम कहाँ आउँछ भने आज मैले बिरामीको कुनै फ्यामिली मेम्बरसँग कुरा गरेँ भने मैले भनेको कुरा उहाँलाई बुझेँ भनेर सोधेँ भने बुझेँ भनेर भन्नुभयो र उहाँले अर्को मान्छेलाई जुन रिले गर्नुहुन्छ नि उहाँको फ्यामिली, त्यो चाहिँ त्यस्तै तरिकाले गरिरहेको छ कि छैन भने त्यो पनि एउटा समस्या हो नि त। उहाँले जति बुझेको त्यसलाई पार्ट बनाएर अर्को तरिकाले तपाईँले बिरामीको मान्छेलाई रिले गरिदिनु भयो भने चाहिँ प्रब्लम आउँछ। फेरि बिहान बुझाएको र बेलुका बुझाएको फरक पर्छ नि त। होइन, बिहान र अवस्था पनि फरक पर्छ, घन्टामा फरक पर्छ। तपाईँको बिहान र के भने 10 बजे बुझाएको र 12 बजे बुझाएकोमा बिरामीको अवस्थामा चेन्जेस आउन सक्छ। अब त्यही भएर आइसियुमा कन्टिन्युस मोनिटरिङ। मैले अहिले हेरेर आएको बिरामीको बारेमा बिरामीको मान्छेले 2 घन्टापछि सोध्यो भने मैले पहिला बिरामी हेर्नुपर्ने हुन्छ, किनभने त्यो फास्ट चेन्जिङ हुनसक्छ। अब अन्त्यमा यही क्रिटिकल केयरका विषयमा चिकित्सकले त बुझि नै हाल्नुभयो होइन, अरूले बिरामीका आफन्तले अथवा अरू सम्भावित भविष्यका बिरामी अथवा नहुने बिरामीले पनि बुझ्नुपर्ने कुरा छोटोमा एउटा कुरा चाहिँ यदि कुनै पनि डाक्टरले बिरामीलाई आइसियुमा राखौँ भन्यो भने चाहिँ यो बिरामीको यस्तो अवस्थाको कारणले गर्दाखेरि आइसियुमा बसेको राम्रो हुन्छ भने र सम्झाउँछ भने, कुरा गर्छ, काउन्सिल गर्छ भनेदेखि त्यो कुरालाई चाहिँ मनन गरेर आइसियुमा राख्न दिनु राम्रो हुन आउँछ। हेर्नुहोस्, एउटा। अर्को दोस्रो कुरा चाहिँ डाक्टरले तपाईँको बिरामीलाई जहिले पनि राम्रो गर्न खोजिरहेको हुन्छ, उसलाई मित्रको भावनाले नै हेरेको राम्रो हुन्छ। यसले मलाई हानि गर्न खोज्यो, मेरो पैसा दुत्नु खोज्यो, मेरो खर्च गराउन खोज्यो, यो प्रलोभनमा पर्यो भनेर चाहिँ जब तपाईँको दिमागमा आउँछ नि तब त्यो त्यहाँ चाहिँ तपाईँको सिनारी नै चेन्ज हुन्छ तपाईँको। हेर्नुहोस्, त्यस्तो भइरहेको हुँदैन। एउटा बिरामी चाहिँ तपाईँको आइसियुमा भर्ना छ, क्रिटिकल केयर छ भने त्यहाँ एकजना मान्छेको होइन, नर्सेसको, ड्युटी डाक्टरको, क्रिटिकल केयर फिजिसियनको, न्युरो सर्जनको होला, जिआई सर्जनको, कार्डियोलोजिस्टको, अर्को फिजिसियनको, जो इन्भल्भ छ सबैले त्यही खालको चाहिँ एउटा टेन्सन हुन्छ र यसलाई यो बिरामीलाई हामीले कसरी कम्बाइन्ड रूपमा ठिक गराउने र हाम्रो त्यस्तो डिस्कसन हुँदाखेरि अहिलेसम्म मैले भनिहाल्ने एउटा मान्छे पनि
बिरामीलाई हानि गरौँ, जानी जानी हानि गरौँ भन्ने मैले भेटेको छैन। त्यसको मतलब यो होइन कि त्यस्तो मान्छे हुँदैन भने त होइन नि त। जुन पेसामा पनि जुन नियत भएका मान्छे हुन सक्छन्, तर प्रहरीमा छैनन्। पेसाको मूल्य धर्म मर्मलाई आत्मसात गर्ने हो नि गर्नु गर्न हुँदैन। मैले भेटे पनि छैन। तर मैले यसमा कमेन्ट गर्नु नै गलत हो, छैन भनेर भन्नु पनि गलत हो, छ भन्नु पनि गलत हो। मैले भेटा छैन, त्यो यथार्थ हो। यो भौतिक आक्रमणमा कुनै पनि तुक हुँदैन। स्वास्थ्य कर्मीलाई हातपात गरेर, हस्पिटलको उपकरणहरूलाई तोडफोड गरेर फाइदा कसैलाई हुनेवाला छैन। कहिले कहिले त हस्पिटलको उपकरण र हस्पिटल तोडफोड गर्दाखेरि हस्पिटललाई फाइदा हुन सक्छ। बरु उनीहरू त इन्स्योर्ड हुन्छ। त्यही भएर त्यो जोस, त्यो तोडफोड गर्ने जोस, त्यो भौतिक आक्रमण गर्ने जोसलाई बरकरार राखेर कानुनी उपचार खोज्नु धेरै राम्रो हुन सक्छ। त्यो जोसलाई बरकरार गरेर आज रिस भेन्ट आउट गरिदियो र कानुनी उपचार लिने क्रममा चाहिँ त्यो जोस चाहिँ शिथिल भइदिएपछि केही त्यसको तुक छैन। हो, आफूलाई मेरो बिरामी चाहिँ नेग्लिजेन्सको कारणले गर्दाखेरि मेरो बिरामीको स्वास्थ्यमा क्षति भयो, मेरो बिरामीले चाहिँ मृत्युवरण गर्नु पर्यो भन्ने त्यस्तो कुनै आफूलाई शङ्का छ भने त्यसको उजुरी गर्ने निकायहरू छन्। नेपाल मेडिकल काउन्सिल छ, अदालत छ। मेडिकल लिगल केस गर्नुपर्छ र नेग्लिजेन्स हो भने स्वास्थ्य कर्मीले नेग्लिजेन्स गरेको छ भने उसले त्यो नेग्लिजेन्स अनुसारको पनिसमेन्ट पाउनु पर्छ र त्यो जरुरी पनि छ। तर भौतिक आक्रमण हातपातमा खासै केही तुक छैन। धन्यवाद। हामीसँग हुनुहुन्थ्यो क्रिटिकल केयर युनिटका विशेषज्ञ फिजिसियन डाक्टर विश्व श्रेष्ठ। स्वास्थ्यको कुराको आजको यो विशेष श्रृङ्खला यति नै। बाहिरको छायाङ्कनको विशेषता भनेको अलिअलि पृष्ठभूमिका आवाजहरू आउँछन्, त्यो आउनु पनि एउटा सौन्दर्य हो। काग कराइरहेको हुन्छ, छेउमा सडकमा गाडी गुडिरहेको हुन्छ, त्यसको आवाजको सौन्दर्यले अर्को एउटा लालित्यता भएर होला। आजलाई यो श्रृङ्खला यति नै। नमस्कार।